भिडियो सन्देश मार्फत उहाँले एसईमा सहभागी हुने विद्यार्थीलाई धैर्यका साथ परीक्षामा सहभागी हुन आग्रह गर्नुभएको हो। प्रधानमन्त्रीले विद्यार्थीलाई अनिको ठगित अवस्थामा राम्रो परीक्षा दिन गाह्रो हुने भएकाले त्यसबाट जोगिन समेत आग्रह गर्नुभएको छ। यस्तै उहाँले विद्यार्थीलाई धेरै परीक्षा पास गरेर यहाँ आइसकेको भन्दै परीक्षासँग नतर्सिन पनि सुझाव दिनुभएको छ। नेकपा एमालेका नेता कर्म थापाले वर्तमान सरकारले काम नै नगरेको भन्न नमिल्ने बताउनुभएको छ। जति हुनुपर्ने हो त्यति नभए पनि हुँदै नभएको भनी भन्न नमिल्ने उहाँको भन्नुभएको छ। नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि रमासँग कुरा गर्दै पूर्व मन्त्री समेत रहनुभएका नेता थापाले 2/3 शक्तिशाली सरकारबाट जनताले जति आश गरेका छन् त्यो अहिले नै पूरा नभए पनि विस्तारै हुने विश्वास दिलाउनु भएको छ। एकैपटक काम गरेर देखाउन सम्भव नहुने भएकाले सरकारले गठनको बेला गरेका प्रतिबद्धता अनुसार गरिरहेको दावी गर्दै उहाँले वर्तमान सरकारले जनता र देशलाई निराश नबनाउने कुरामा ढुक्काउन आग्रह पनि गर्नुभएको छ। लोकप्रियताका लागि नभएर काम गरेर लोकप्रिय बन्न पनि सरकारलाई नेता थापाले सुझाव दिनुभएको छ। प्रतिपक्षले जहिले पनि सरकारको विरोध गर्नको लागि मात्रै विरोध गरिरहेको आरोप लगाउँदै उहाँले यो सबै आफू सरकारदेखि बाहिरिनु पर्दाको छटपटाहट बाहेक अरू नभएको टिप्पणी गर्नुभएको छ। यस्तै गठबन्धनमा कुनै पनि मतभेद र दरार नभएकाले सहमति अनुसार नै चलिरहेको र आगामी निर्वाचनसम्मै चल्नेमा कुनै शंका नरहेको समेत नेता थापाको भनाइरहेको छ। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बिहान 11 बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ। सांसदहरूले गरेका प्रश्नहरूको जवाब प्रधानमन्त्री ओलीले दिने कार्यसूची रहेको छ। प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा नियमावली 2079 को परिच्छेद 9 बमोजिम संसद सदस्यहरूले सोधेका प्रश्नको जवाब दिन लाग्नु भएको हो। यसै आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक 2081 मा दफावार छलफल र निर्णयका लागि प्रस्तुत गर्नुहुने भएको छ। त्यस्तै अर्थमन्त्री पौडेलले नीतिकरण पहिलो संशोधन विधेयक 2081 माथि दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने लगायत बैठकको कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।